हैन अमेरिकन कित्तामा गइसकेपछि भारत अमेरिकन कित्तामा गइसकेपछि पाकिस्तान चीन निकट बन्दै गयो। अब किनभने एउटाको आड त लिनु पर्यो हैन कि जब भारत सोभियत संघको कित्तामा हुँदा पाकिस्तान अमेरिकाको कित्तामा थियो हैन। पाकिस्तान पनि के हो भन्दा सुन्नी बाहुल्य राष्ट्र हैन यो बुझिराख्नुहोस्। त्यसले गर्दा त्यसपछि उसले कित्ता परिवर्तन गर्दै गयो, चीनसँग अलि नजिक हुँदै गयो, त्यो परिस्थिति हो हैन। त्यसले समग्रमा सुन्नी मुस्लिम बाहुल्यता भएका राष्ट्रहरू अमेरिकनहरूकै दबदबा छ र जो इस्लामिक जिहादी तपाईको जुन आतंककारीहरू छन् त्यो तपाईको के भन्दा सुन्नीहरू मार्फत अमेरिकनहरू बढी खेलेका छन्। जस्तो हिन्दूभित्र पश्चिमाहरू कहाँ खेलेका छन् भन्दा फेरि यो भन्दा हामी बर्मा विष्णु महेश्वरलाई चाहिँ छुट्याउँदैनौँ, हाम्रो चाहिँ के भन्दा समान हो। तर पनि पश्चिमाहरू हिन्दूभित्र कहाँनिर खेलेका छन् भन्दा वैष्णवभित्र खेलेका छन् बढी।